हेलो गाइज, नमस्ते। आज हामी जहाँ गइरहेका छौँ त्यहाँको बारेमा तपाईहरुलाई बताइरहेकी छु। यहाँ पेन्टिङ कति राम्रो छ। यहाँ पुरानो डिजाइनको यो पुरानो कल्चर झलक दिखाइरहेको छ। यहाँ बच्चाहरू पनि खेलिरहेका छन्। बच्चों के लिए झूला यो खेलने के लिए ठाउँ बहुत अच्छा है। लखन भन्ने ठाउँ हो। यहाँ गुम्बा धूप में छ, क्या कर रहे हो? बौद्ध गुम्बा गर्मी हो हुन्छ त? यो पनि। आज दलाई लामाको बर्थडे भएर यहाँ हामीहरू आइरहेका छौँ। मेरो छोरी एक ठाउँमा बस्न नदिएर मम्मी घुम्ने घुम्ने भनेर मलाई पनि घुमाउन फोर्स गरेर म पनि यहाँ छोरीसँगै रमाउँदै घुमिरहेकी छु। यो मन्दिर हो, आज मन्दिर बन्द भइरहेको छ। आज बाहिर प्रोग्राम छ बर्थडेको। मैले यहाँको तपाईहरुलाई सुन्दर सुन्दर फुलहरू पनि अवलोकन गराइरहेकी छु। फुल अब यो सिजनमा त फुलहरू हरियाली धेरै हुन्छ। जता गए पनि हरियालीको नयाँ नयाँ नजाराहरू तपाईहरु देख्न सक्नुहुन्छ। यो फुल हेर्नुस् कति राम्रो। सबै फुलको आफ्नै आफ्नै सुन्दरता हुन्छ। त्यस्तै मानिसहरूको पनि आफ्नै आफ्नै सुन्दरता हुन्छ। कोही कसैमा कम हुँदैन, सबैमा आफ्नै सुन्दरता झल्किएको हुन्छ। हेर्ने नजर मात्रै फरक हो। अनि म यहाँ आइसकेकी छु। अब घाममा बादल पनि लागेछ हल्का हल्का। यहाँ पंखा देखेर मलाई यहाँ बस्न मन लाग्यो। यहाँ पनि मन्दिरहरू यहाँ उता पनि छ, यता पनि यो सानो मन्दिर आज यहाँ पनि बन्द छ। यही गुम्बा भित्रको मन्दिर हो। यो चारैतर्फ घुमेर यहाँ फ्रिज लगाइरहेको छ। पानी अब गर्मीमा पानी प्यास त सबैलाई लाग्छ। फेरि मैले नानीको डिपोमा पानी भरे। जिम खिच्छ है, जिम। यहाँ जिमहरूको बच्चाहरू जिम गर्ने सिस्टमहरू सबै राखेको छ। यहाँ बच्चाहरू पनि खेलिरहेका छन्। यो देखेर मलाई पनि खेलाउँ लागेर म पनि एकछिन खेलिरहेकी हेर्नु साथीहरू। अब यस्तो चीज त जसको घर घुम्ने ठाउँ हुँदैन, अब जसलाई जो काम गर्दैन, यस्तै जिमहरू राम्रो हुन्छ। यो जिम खेल्न पनि सजिलो, टाढा पनि जान नसकिने, बच्चाहरूसँग खेल्यो आफ्नो एक्सर्साइजको लागि पनि राम्रो हुन्छ। यो जसको घरमा हुन्छ त्यो सायद राम्रो हो। यहाँ पनि जो यतातिर नजिक बस्छ उनीहरू पनि सायद आउँछन् होला पनि। मैले पनि यहाँ जिमको पुरा मजा लिँदै बच्चाहरूसँग खेलिरहेकी छु। अब एक्लै बस्न पनि झ्याउ लाग्ने, त्यही भएर म पनि आफूले आफैलाई रमाउन कोसिस गरिरहेकी छु। अब परदेशको ठाउँमा कोही आफ्नो छैन, न दिदी बहिनी छ, न आमा बाबा। अब इन्डियामा बिहा गरे पनि यस्तै हुन्छ साथीहरू। सोचेर सम्झेरै नै बिहा गर्नुस्। बाई बाई। राम्रो देख्छ